भात खाएको पैसा लाउन नपाए पनि सुतेको पैसा लाउँछ। साग भात खानु कसले दिन्छ? ऐसा 1.5 वर्षसम्म कसले खुवा पहिला पो तिम्रो भान्नाले भिन्ना त्यो मामा नामले कसले खुवाएर कहाँ खाएँ। मेरो झन् मोटा थिएँ, भुँडी झन् यहाँभन्दा ठुलो थियो। त्यो जमुना कहाँ खाँदा त्यहाँबाट अनि आएपछि जमुनाको जस्तै आज एकादशीको दिन कहाँ खाएर कहाँ खान्छ? अनि किनभने तिमीलाई जान गर्दै खास्, है होटेलमा पनि दिन्छन् त नै। कहिले छोरीबाट पनि जान्थेँ अनि छोरीबा पूर्वपछि उत्तर दक्षिण फेरि अब त्यहाँ बसेर कहिले नजाने, कहिले बगर जाने, त्यहाँ बसेर खाएपछि खाएको ठाउँ कहिले नजाने, कहिले दमल जाने, कहिले खाएको ठाउँ कहिले नजाने। त्यस्तो अनि भात ल्याऊ भन्दा इन्टिस क्या कस्तो भात ल्याऊ भन्ने हो। अनि चिसोतिर फेरि अझ समाते लएर ऊ पोतेतिर समाते लएर खुवाउँथे सरा त अझ एक सोह्र सरा त झन् पिरै गर्न खानेको। कहिले त ती जाने खायो भने त्यसै अनि तीजना त झन् उता कामला पनि पाएँ, यता लानु चौतिर पनि पाएँ, मासु र भात घिउ र भात। अनि अमटिया जाँदा ठुलियामा कहाँ खास्? सुभान्ती कहाँ खाइस्? सुबह कहाँ जाँदा त्यो मलाई त्यो अब कस्तो मन म अङ्कल बरु म खिर खान्न बिहानको भात भएर ल्याउनु भन्दाखेरि चाहिँ त्यो दिन बेलुका चाहिँ बिहानको भात दिएँ, भोलिपल्ट खसीको मासु ल्याएर मासु र भात खुवाएर अनि आउँदै राख भनेर पठाएँ। त्यो चाहिँ कस्तो लाग्यो तिमीलाई? ल आफ्नो अङ्कलले त्यति गर्नु भनेको बहुत ठुलो हो नि। अनि ठुलो कान्छ अङ्कल कहाँ? ठुलो अङ्कलको मान्छे कहाँ? अनि छोरा खाएँ ल अङ्कल गयो भनेको ल ल आएपछि होइन, आएपछि होइन, आइज बस खा अन्त माथिको छ ठुलो छ भन्छ नि त फेरि हामीसँग त। अनि त्यो मुखले भन्छ नि जाँदाखेरि चाहिँ ठुलोहरू बोल्छ। बार छोरासँग भन्नु नि त नि अहिले ठुलो त खाने नदिएर घुच्चा लाएर त लखटे खाइँदैन होला। खाना त दिन्छ, भात त दिन्छ, भात तरकारी त दिन्छ। सन्जयलाई कहाँ आउँदाखेरि बोलाएन नि त नि आइज भाइ भनेन सन्जयलाई? फोन आएको थिएँ? फेसबुकमा बोलिरहेको छ। अच्छा, सरिता दिदी कहाँ गयो खाइनेस्? सरिता कहाँ? फुपू दिदी कहाँ? जेठी कहाँ बेलामा गइरहेको यसो गर्दा सानो बेमनास्थल जाँदा फर्केर आउँदा यसो पस्छु अनि कल्पनाले देखेपछि ल दिदी आउँदा भिनाजुलाई के अरे देखे पनि उहाँ चाहिँ हेरिरहेको थियो दिदी ल म त गएँ भनेर हिँड्छु। अनि खाना लगाएको रतन अनि खाएर जा ल ल के भन्दा खाएर जा हुन्छ दिदीले। अनि खाने बेला गराइन्छ भिनाजु कुदेर चाहिँ के एकछिन बसेर चाहिँ दिदी उता दोकानतिर रहेछन् अनि ल भिनाजु एकछिन बसेँ ल पानी खाएँ ल म त हिँडेँ भनेर हिँडिहाल्छ। लीला कहाँ खाएँ सामर्थ्य? मिना कहाँ? मिना कहाँ दुधो भात खाएको घिउ भात। कान्छी का? कान्छी का कहाँ प्रोडक्ट युज गर्नु? डिलर सीता का? सीता कहाँ लौ सुबास माइतले गएको रोटी हेरेर एउटा फुतुरो खाएको छु। अनि शोभा कहाँ? शोभा त के नि खाने मेसो परेको के नि। देवीले? देवी आन्टी? देवी आन्टी? देवी कहाँ? देवी कहाँ त तिम्रो
खाना त्यो फुटाउनु मात्रै छुचो बिचमा खाना त मात्र भएको कुरा नभएको कुरा किनी त होइन नि उहाँको जाँदा खुवाउने नै दिएको माया दिदी कहाँ मान्छे त कहाँ भयो अब भात नभए अब